यदि आज तिमीले यो भिडियो हेर्दैछौ भने सायद तिमीलाई कसैले होइन, तिम्रो आफ्नै मनले धेरै थकाएको छ। सुन, मलाई थाहा छैन तिमीले जीवनमा के गुमायौ। सायद तिमीले आफ्नो बालापन गुमायौ, सायद विश्वास गरेको मान्छे गुमायौ, सायद आफूलाई नै गुमाउँदै गयौ। तर एउटा कुरा म निश्चित रूपमा भन्न सक्छु, तिमीले भोगेको पीडाले तिम्रो मूल्य कहिल्यै घटाएको छैन। कहिलेकाहीँ ट्रमामा यस्तो बनाइदिन्छ कि हामी हाँस्न बिर्सिन्छौँ, विश्वास गर्न डराउँछौँ, मायालाई पनि शङ्का गर्न थाल्छौँ। र सबैभन्दा दुःखको कुरा, हामी आफैलाई दोष दिन थाल्छौँ। तर सुन, त्यो सानो बच्चा जो कहिल्यै सुरक्षित महसुस गर्न पाएन, त्यो किशोर जसले आफ्ना आँसु लुकाएर ठुलो हुन सिक्यो, वा त्यो वयस्क जो हरेक दिन मुस्कुराएर संसारसँग लडिरहेको छ, उनीहरू दोषी होइनन्। उनीहरू केवल धेरै पीडाबाट गुज्रिएका मानिसहरू हुन्। यदि आज तिमी केवल सास फेरिरहेका छौ भने त्यो पनि एउटा उपलब्धि हो। आज यदि तिमी अझै हार मानेका छैनौ भने त्यो नै तिम्रो सबैभन्दा ठुलो बहादुरी हो। याद राख, घाउ भएको मुटुले पनि फेरि माया गर्न सिक्न सक्छ। डरले भरिएको मनले पनि फेरि शान्ति भेट्टाउन सक्छ। र धेरै रोएको आँखाले पनि फेरि खुसीका आँसु देख्न सक्छ। त्यसैले कृपया आफूलाई आज मात्र होइन, भोलिका लागि पनि बचाइराख है। किनकि तिमीलाई अझै धेरै हाँसो हाँस्न बाँकी छ, धेरै सपना पुरा गर्न बाँकी छ, धेरै मानिसहरूले तिमीलाई चिनेर खुसी हुन बाँकी छ। आज तिमीलाई अन्धकारले घेरेको हुन सक्छ, तर याद राख, रात जति लामो भए पनि बिहान आउन छोड्दैन। र सायद तिम्रो जीवनको सबैभन्दा सुन्दर अध्याय अझै सुरु नै भएको छैन। प्रिय घाइते मन, यदि तिमी अहिले यो शब्द सुन्दैछौ भने सायद तिमी धेरै वर्षदेखि एउटा यस्तो बोझ बोकेर हिँडिरहेका छौ जसको तौल कसैले देख्दैन। मानिसहरूले तिमीलाई हाँसिरहेको देखे, ठिक छु भनेको सुने, तर त्यो ठिक छु भन्नु अघि तिमीले कति पटक आफ्नै आँसु निल्यौ त्यो कसैले देखेन। तिमीले संसारलाई धेरै पटक बचायौ, तर आफूलाई बचाउने पालो आउँदा तिमी एक्लै भयौ। र त्यो एक्लोपनाले बिस्तारै तिम्रो मनलाई विश्वास दिलायो, सायद म माया गर्न लायकै छैन, सायद म नै समस्या हो कि। तर आज यी शब्दहरू मन लगाएर सुन, तिमी समस्या होइनौ, तिमी त समस्या सहँदै आएको एउटा मानिस हौ। तिम्रो मन किन यति धेरै डराउँछ थाहा छ? किनकि यसले एक पटक विश्वास गरेर धेरै ठुलो चोट खाएको थियो। तिम्रा आँखा किन सानो आवाजले पनि झस्किन्छन्? किनकि तिनीहरूले धेरै पटक सुरक्षित महसुस गर्न पाएनन्। र तिम्रो मुटु किन कसैलाई सजिलो विश्वास गर्न सक्दैन? किनकि यसले माया खोज्दा धेरै पटक पीडा भेट्टायो। तर सुन है, घाइते चरा फेरि उड्न सिक्छ, डढेको जङ्गलमा फेरि हरियाली पलाउँछ, र वर्षौंदेखि रोएको मनले पनि एक दिन कारण बिना मुस्कुराउन सिक्छ। सायद त्यो दिन आज होइन, सायद भोलि पनि होइन, तर त्यो दिन आउनेछ। र जब त्यो दिन आउनेछ, तिमीले ऐनामा आफूलाई हेरेर पहिलो पटक भन्नेछौ, धन्यवाद मलाई छोडेर नहिँडेकोमा। किनकि सबैले तिमीलाई छोडे पनि यदि तिमीले आफूलाई नछोड्यौ भने जीवनसँग अझै हजारौं सम्भावना बाँकी छन्। त्यसैले यदि आज तिमी केवल सास फेरिरहेका छौ त्यो पर्याप्त छ। यदि आज तिमी केवल बाँचिरहेका छौ त्यो पनि एउटा जित हो। आफ्नो मनलाई हतार नगर, घाउलाई समय देऊ, आशालाई ढोका बन्द नगर। किनकि कहिलेकाहीँ भगवान, प्रकृति वा जीवनले सबैभन्दा सुन्दर फुलहरू त्यही माटोमा फुलाउँछ जहाँ धेरै मानिसहरूले केही पनि उम्रिँदैन भनेर विश्वास गरिसकेका हुन्छन्।
र मलाई विश्वास छ तिम्रो मनमा पनि अझै एउटा वसन्त बाँकी छ, अझै कसैको न्यानो अँगालो बाँकी छ, अझै धेरै हाँसो बाँकी छ। त्यसैले प्रिय घाइते मन, कृपया आज मात्र होइन भोलिका उज्याला दिनहरूका लागि पनि आफूलाई बचाइराख है। किनकि तिमी समाप्त भएको कथा होइन, तिमी त अझै आशाले लेखिरहेको एउटा अधुरो कविता हौ।